नमस्कार, म राजकुमार नेउपाने। म आज 21 चोटि रक्तदान गरिरहेको छु। हामीमा चाहिँ के छ भने रक्तदान गर्नु हुँदैन भन्ने धेरैमा त्यो भावना छ, तर रक्तदान गरियो भने चाहिँ हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ। 3 महिनामा डाक्टरले 3 महिनामा रक्तदान गर्नु भन्छ। म आज लायन्स क्लब लालबन्दी सिटी मार्फत आज म 21 चोटि रक्तदान गरिरहेको छु। रक्तदान गर्दा के अप्ठ्यारो पर्छ के पर्छ त्यो कुराहरू म तपाईँलाई भन्नेछु। अब फेरि पहिलो कुरा हामी अब रक्तदान गर्न जाँदाखेरि पहिला हाम्रो आफ्नो शरीरको प्रेसरको बारेमा पनि अलिकति चेक गर्नुपर्छ। अहिले म यो प्रेसर चेक गरिरहेको छु। आज मेरो यो 21औं चोटिको रक्तदान हो। अब प्रेसर पहिलो प्रेसर कति छ एउटा उहाँले भन्नुहुन्छ। पहिला चाहिँ प्रेसर चेक गर्नुपर्छ अनि हामी रक्तदान कार्यमा अगाडि बढ्छौँ। ओके, मान्छेको शरीरबाट एक मेरो वेट 70 किलो। ल म आज अब सुरु गरिरहेको छु 21 चोटिको उहाँले निकाल्नको लागि। ल थोरै बेला बेला रोक है बाबु, के गर्नु पर्दैन। दिइहाले भने ठिक हुन्छ कि खाली बाँकी बेलामा गेम खेलाएर मलाई त गाह्रो भनेर गेम खेली घाममा टक्केर बसेर नजिक आऊ बाबु, नुन चाडी गेम गर। ल हेर्नुहोस्, रगतदान पहिला चाहिँ खुब डर लाग्थ्यो मलाई। अहिले चाहिँ अब 21 चोटि भयो, उनी लाग्दैन। फिलले त्यति उनी हुँदैन। ठ्याक्कै मेरो 3 महिना नि पुगेको छैन। अहिले यो 30 दुना 60 दिन कट्या हो। मलाई चाहिँ रगत दान गर्न चाहिँ एकदम खुसी लाग्छ क्या। हामीले दिएको यो रगत चाहिँ कसैको जीवन पर्छ, त्यो कारणले रगत दान गर्नुपर्छ। तराईमा चाहिँ रगत दान गर्न अलिक मान्छेहरू डराउँछ। त्यही कारणले मैले यो भिडियो बनाएर मान्छेलाई जागरुक होस्, रगत दान गर्नुपर्छ भनेर गराएको हो। 2-3 सेकेन्ड पुगेन। अब थोरै पनि चाहिन्छ क्या मान्छेलाई। अलिकति अप्ठ्यारो हुन्छ तर अलि डराउनु हुँदैन। त्यस्तो रगत गर्दा हुन्छ, कतिलाई त्यस्तो हुन्छ। मलाई चाहिँ लागेन, पहिला मलाई सोच्नु लाग्थ्यो, अहिले लाग्दैन।